जो स्वाभिमानी नेपाली हो। मेरो देश कठै कठपुतली जस्तै सपेराले साँप नचाए जस्तै गरी अनेकन समूहले धमिलो पानीमा माछा मार्दैछन्। एउटाले अर्काको विरुद्धमा पासो थापेर ताण्डव नृत्य गर्दैछन्। नेरो बाँसुरी बजाउँदैछन्, किञ्चित रोम जलेको चिन्ता नमानी शासनको ललिपपको लिप्सामा परेर देशलाई अन्योल विचलन र अन्धकारमा धकेल्दैछन्। जनता देख्दा टिठ लाग्छ। अहिलेसम्म सेतो र कालो छुट्याउन नसकेको देख्दा, सिन्कै नभाँच्नेलाई घरिघरि चुनेको देख्दा, तिनै टाउकेहरूले देशलाई चुसेको देख्दा पनि नदेखेको स्वाङ पार्छन्। शिक्षित पुस्ताले आशा गुमाउँदै गर्दा कसरी देशले मुहार फेर्छ? हेर देश दशकौं वर्ष पछाडि पर्छ। कोही त सपूत होला देशको, माया गरी प्राणको बलिदान सम्म गर्ने, आफ्नो देशलाई मुटुमा राखी गुलामी हुन नदिने। त्यस्तो पुस्ता चाहियो जसले मुलुकलाई सगरमाथा भन्दा पनि माथि उठाउन सक्छन्। आफ्नो स्वार्थ, हट, घमण्ड त्यागी देशको पहरेदार हुन सक्छन्। त्यसकै खोजीमा छिन् नेपाल आमा, जो स्वाभिमानी नेपाली हो। जय देश।